हेलो साथीहरू हेर्न सक्नुहुन्छ नि यसमा पानी सानी केही छैन नेपालीसँग कस्तो बुद्धि हुन्छ भनेपछि बरु किनी खाने पानी चार्ने जाँगर छैन अहिले नेपालीसँग त्यही पनि नेपाल पछि पर्या हो क्या यहाँ हेर्न सक्नुहुन्छ कि यहाँ ध्वस्त भएका छन् पानी हिँड्ती छ पानी हिँड्दिन छ यो त ध्वस्त भएको छ नि छैन यही भएन हो कि नेपाल पछि पर्या हो यार तिरी हेर्न सक्नुहुन्छ गाइज यही महिना हो नेपाल पछि पर्या हो ध्वस्त नेपाल अब हामीसँग त यो त हेर्न सक्नुहुन्छ यहाँ यति पानी छ यति नै यो पानी आउँछ त्यहाँ माथिदेखि लगाएपछि हल्का हल्का आयो नि छ तर यहाँ हेर्नुहोस् त यो गाउँ सुकिन नेपाल पछि पर्नुको कारणै त्यही हो क्या हेर्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् त यता पहेँला भाछन् पानी सस्तो छ तर के गर्ने पानी चार्ने जाँगर इनर्जी केही छैन नेपालीसँग अहिले किनी खाने पैसा छ जाँगर छैन तपाईँ चाहिँ यस्तो नगर्नु होला अलिअलि त्यो आफूलाई पुग्ने गर्नु होला सकेपछि बेच्ने पनि आफूले उत्पादन गर्नु होला